भइसके पश्चात यहाँबाट बाहिर निकालिदिएछ। यो झडपको स्थिति हामीले देखिरहेका छौँ र यहाँ सिमराई विमानस्थल बाहिर चाहिँ रासपाका कार्यकर्ताहरूले दोहोरो झडपको स्थिति देख्न सक्छौँ। प्रहरीले यहाँ बाहिर निकालेको स्थिति छ। दर्शकवृन्द, अहिले यो दृश्य हामीले देखिरहेका छौँ। सिमरा विमानस्थल बाहिर यो आन्दोलनमा घुसपैठ भइसके पश्चात यहाँबाट बाहिर निकालिदिएछ। यो झडपको स्थिति हामीले देखिरहेका छौँ र यहाँ सिमराई विमानस्थल बाहिर चाहिँ रासपाका कार्यकर्ताहरूले दोहोरो झडपको स्थिति देख्न सक्छौँ। प्रहरीले यहाँ बाहिर निकालेको स्थिति छ। रासपाको यो आन्दोलनमा चाहिँ घुसपैठ भएको भन्दै रासपाका नेता कार्यकर्ताहरूले उनीमाथि बल पनि प्रयोग गरेका छन्। यो दृश्य हामीले चन्दन मेरो लङ्गोटे साथी पहिलेदेखि हामी साथी काठमाडौँसँगै गएको एउटै पार्टीमा काम गरेको अरू आएर तैँले किन चन्दनसँग सोधिस् मैले उसँग नसोधेको उसको कुरो सोध्छु। तपाईँले के सोध्नु भएको के पनि सोधेको होइन। उसले के भने आफै ल कडा कडा जवाब सवाल गरौँ हामी युट्युबमा हाल्नु ल भन्यो। मैले ठिक छ युट्युबमा हाल्छु भने कडा कडा सुन मैले भने छविला जोशीलाई 60 दिनदेखि समातिरहेको छ। ठिक छ अब म चिनिरहेको तँलाई होइन। म कस्तो भन्दाखेरि युट्युब र फेसबुक हाल्ने तपाईँ साथीभाइहरूको आफ्नो ठाउँ कुरो मात्र हाल्ने हो। चन्दन त मेरो साथी हो पहिलेदेखिको। हामी सहमतिमै कुरो गरेको ल कडा कडा छोड्नु होला। ऊ फेरि यहाँको सभापति थियो होइन। सभापतिबाट अहिले हटेको छ भने पूर्व सभापति भनेर संस्थाको सभापतिहरू कुरो गर्नु होला भनेर एकछिनवाला जवाब दिनु जाउँ न यार चौकतिर जाउँ। अनि मैले चन्दनलाई सोधेँ। चन्दन आफै भन्दै कडा कडा सुन्नु होला छ। मैले जे सम्म तपाईँलाई दिनु कन्टेन्ट अनि यार ऊ त्यहाँ बस्दाखेरि बस्नु नहुने हो। उसको ठाउँ हो कि त्यो मेरो ठाउँ हो।